रोसी खोलामा यस्तो छ अवस्था बगर बगर गाडी कुद्नु पर्ने स्थिति छ अब अलिक छिटो छरितो बनाउनु पर्ने बर्खा सुरु हुन लागिसक्यो हैन यस्तो छ स्थिति रोसी पारी जानलाई सोलङ्गे पुल थियो पहिला स्थानमा सोलङ्गे पुल छैन अहिले बगाएको छ अहिले यस्तो फड्के बनाइदिएको छ फड्के तरेर जानुपर्छ छ स्थिति हेर्नुहोस् है बाटो बन्दै पनि छ नभनेको त होइन